तपाईहरु हेर्दै हुनुहुन्छ हाम्रो एजुकेशनल सिरिज पास विदेश इंग्लिश एक्जामिनेसन विथ स्टडी मटेरियल। आज म तपाईहरुलाई यो भिडियोमा बीपीएस फर्स्ट इयर विदेश इंग्लिशको ग्रामर पार्टमा रहेको भब र त्यो भबमा हामीले पढ्नुपर्ने एउटा पार्टको बारेमा चाहिँ आज म तपाईहरुसँग यो भिडियोमा डिस्कस गर्नेछु। अब भबमा के कुराहरु हामीले पढ्नुपर्छ त भन्दाखेरि फर्स्टमा हामीले पढ्नुपर्ने हुन्छ भबको टेन्सहरुको बारेमा। हामीलाई 6 वटा टेन्सेसहरुको बारेमा क्लियरली सबै कुरा थाहा हुनुपर्ने हुन्छ। त्यसैगरी भबमा अर्को कुरा पढ्नुपर्ने हुन्छ भब भोइसहरु पढ्नुपर्ने हुन्छ। कसरी एक्टिभ भोइसलाई प्यासिभ भोइसमा लाने, कसरी प्यासिभ भोइसलाई एक्टिभ भोइसमा लाने, त्यो सबै कुरा हामीले पढ्नुपर्ने हुन्छ। त्यसैगरी भबमा हामीले भर्बलको बारेमा पढ्नुपर्ने हुन्छ। जस्तै इन्फिनिटिभ भनेको के हो, जेरन्ड भनेको के हो, द पार्टिसिपल भनेको के हो, कसरी त्यसलाई आइडेन्टिफाई गर्ने, त्यो सबै कुरा हामीले पढ्नुपर्ने हुन्छ। त्यसैगरी भबमा लास्ट कुरा हामीले के पढ्नुपर्छ त भब मोडको बारेमा पढ्नुपर्ने हुन्छ। जस्तै भब मोड, इन्डिकेटिभ मोड भनेको के हो, इम्पेरेटिभ मोड भनेको के हो, सब्जंक्टिभ मोड भनेको के हो, त्यसलाई कसरी आइडेन्टिफाई गर्ने, त्यो कुराहरु हामीले चाहिँ भबमा पढ्नुपर्ने हुन्छ। आज चाहिँ हामी यो भिडियोमा भब मोडसँग रिलेट भएर चाहिँ डिस्कस गर्नेछौं। सो यदि तपाईलाई मैले बनाएका भिडियोहरु मन पर्छ भने भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला र अन्य थ्योरेटिकल सब्जेक्टहरुको पनि म यस्तै भिडियोहरु लिएर आउने छु। सो च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। सो अब हामी भब मोडको बारेमा पढ्दै छौं भने ग्रामरमा मोड भनेको के हुन्छ त? फर्स्टमा हामीले के बुझ्नु पर्यो त मोड भनेको एउटा भबको फर्म हो। हामी सबैलाई भबको फर्म कस्तो हुन्छ भनेर अलरेडी थाहा भइसक्नु पर्ने हो। सो यदि तपाईलाई त्यो पनि थाहा छैन भने म भबको फर्महरु कस्तो हुन्छ त बुझाउने कोसिस गर्नेछु। सो एउटा कुनै भबलाई हामी लियौं, कम भन्ने भबलाई हामीले लियौं। सो कमको कम्स भनेर हुन्छ। सो यो के हो त भबको फिफ्थ फर्म हो। त्यो कमको केम भनेर हुन्छ, जुन भबको के हो त सेकेन्ड फर्म हो। हो यस्तै भबका फर्महरु हुन्छ, त्यो फर्महरु मध्ये मोड पनि के हो त एउटा भबको फर्म हो। सो त्यसरी नबुझेर मोडलाई मोड भनेकै भब हो भनेर तपाईले बुझ्दा पनि हुन्छ। सो भबले चाहिँ एक्सन देखाउने काम गर्छ भने मोडले चाहिँ स्पिकरको इन्टेन्सनलाई देखाउने काम गर्छ। सो स्पिकरले चाहिँ यदि कुनै सेन्टेन्स भन्दै छ भने त्यो सेन्टेन्स भन्नुको उसको इन्टेन्सन के हो त त्यो कुरालाई चाहिँ के गर्छ त मोडले देखाउने काम गर्छ। सो अब तपाईले स्पिकर भन्ने बित्तिकै के बुझ्नु पर्यो त बोल्ने मान्छे भनेर बुझ्नु पर्यो। सो ग्रामरमा स्पिकर आउँदै छ भने जहिले पनि आई, वी, मी, माई, माइन, अस, आवर्स हुने गर्छ। र सुन्ने जहिले पनि यु, योर्स हुने गर्दछ। र कसको बारेमा हामी कुरा गर्दै छौं त थर्ड पर्सन जहिले पनि ही, हिम, हिज, दे, देम, सी, हर, इट हुने गर्दछ। सो स्पिकरले चाहिँ बोल्ने बेला स्पिकरहरुको चाहिँ बोल्ने बेला कस्तो इन्टेन्सन हुन्छ त त्यसलाई देखाउने बाला नै के हो त मोड हो। सो इंग्लिश ग्रामरमा मोड 3 प्रकारको हुन्छ। सो फर्स्ट मोड के हो त इन्डिकेटिभ मोड हो। यसले चाहिँ के देखाउँछ त यसले चाहिँ फ्याक्ट देखाउने काम गर्छ, यसले चाहिँ क्वेशन सोध्ने काम गर्छ, यसले चाहिँ ओपिनियनहरु दिने काम गर्छ, यसले इन्फर्मेसनलाई देखाउने काम गर्छ। तपाईले के बुझ्नु पर्यो त भन्दाखेरि जुन हामी इन्डिकेटिभ मोड पढ्दै छौं त्यो इन्डिकेटिभ मोडले के भन्छ त भन्दाखेरि त्यसले चाहिँ फ्याक्ट भन्छ। फ्याक्ट भनेन भने त्यसले कसैको ओपिनियन भन्ने काम गर्छ। ओपिनियन पनि भनिरहेको छैन भने त्यसले क्वेशन सोध्ने काम गर्छ। सो त्यसले क्वेशन सोध्ने काम पनि गरिरहेको छैन भने त्यसले केही कुराको इन्फर्मेसन दिने काम गरिरहेको हुन्छ। सो यसलाई सजिलो तरिकाले कसरी बुझ्ने त भन्दाखेरि यदि कुनै सेन्टेन्समा हामी फ्याक्ट देख्ने गर्छौं, कसैको ओपिनियन देख्ने गर्छौं, केही कुराको इन्फर्मेसन दिइरहेको देख्ने गर्छौं वा क्वेशन देख्ने गर्छौं भने त्यसलाई हामी इन्डिकेटिभ मोड भन्ने गर्छौं। जस्तै एक्जाम्पलको लागि तिम्रो एउटा कुनै केटी साथी बैंकमा काम गरिरहेकी छ। सो त के हो त उ बैंकमा काम गर्नु एउटा फ्याक्ट हो। र तिमीले कसैलाई भन्यौ सी वर्क्स एट अ बैंक भन्यौ भने त्यो के हो त त्यो फ्याक्ट हो। सो यो के भयो त यो सेन्टेन्स के भयो त यो सेन्टेन्स इन्डिकेटिभ मोडमा छ भन्ने बुझिन्छ। दे डोन्ट एग्री विथ द पोलिसी।
सो यो सेन्टेन्सले चाहिँ तिनीहरूको ओपिनियनलाई देखाउने काम गर्छ। सो यो के भयो त, यो सेन्टेन्स इन्डिकेटिभ मोडमा भयो। अब अर्को छ आर यु कमिङ टु द मिटिङ भनेर छ। सो यो सेन्टेन्सले के गरिरहेछ, क्वेसन सोध्ने काम गरिरहेको छ। सो कुनै फ्याक्ट देखाउने काम गर्छ, ओपिनियन देखाउने काम गर्छ, कुनै कुराको इन्फर्मेसन देखाउने काम गर्छ, क्वेसन सोध्ने काम गर्छ भने त्यो केमा हुन्छ त, त्यो इन्डिकेटिभ मोडमा हुन्छ। अब यसै गरी मोडको अर्को टाइप के हुन्छ त, इम्पेरेटिभ मोड भनेर हुन्छ। इम्पेरेटिभ मोडले के काम गर्छ त भन्दाखेरि यसले चाहिँ डाइरेक्ट अर्डर दिने काम गर्छ, डाइरेक्ट कमान्ड गर्ने काम गर्छ, डाइरेक्ट रिक्वेस्ट गर्ने काम गर्छ, डाइरेक्ट इन्स्ट्रक्सन दिने काम गर्छ, डाइरेक्ट एडभाइस दिने काम गर्छ, डाइरेक्ट सजेसन दिने काम गर्छ भने त्यस्तो सेन्टेन्स चाहिँ केमा हुन्छ त, इम्पेरेटिभ मोडमा हुन्छ। फर इक्जाम्पल कसैले तिमीलाई वाक फास्ट भन्यो भने त्यो के हो त, डाइरेक्ट अर्डर भयो। सो यस्तो डाइरेक्ट अर्डर दिने के हो त, इम्पेरेटिभ मोड हो। त्यसै गरी तिमीलाई टर्न अफ द लाइट बिफोर लिभिङ भनेर कसैले भन्यो, कसैले इन्स्ट्रक्सन दियो भने यो सेन्टेन्स केमा छ त, कसैले तिमीलाई टर्न अफ लाइट बिफोर लिभिङ भन्यो भने यो के हो त, इन्स्ट्रक्सन भयो। सो यो सेन्टेन्स के हो त, इम्पेरेटिभ मोडमा छ भन्ने बुझ्यो। कसैले तिमीलाई प्लिज लेन्ड मी योर बुक भन्यो भने यो के हो त, एउटा रिक्वेस्ट हो। सो यो के हो त, रिक्वेस्ट पनि केमा पर्छ त, इम्पेरेटिभ मोडमा पर्छ। रिक्वेस्ट पनि केमा पर्छ त, इम्पेरेटिभ मोडमा पर्ने गर्दछ। सो कसैले तिमीलाई एडभाइस दियो, कस्तो एडभाइस भन्दाखेरि इट हेल्दी फुड टु स्टे फिट भन्यो भने यो के हो त, एडभाइस हो भने यो के हो त, इम्पेरेटिभ मोड हो भनेर तपाईँले बुझ्नुपर्ने हुन्छ। यो के हो त भन्दाखेरि यो इम्पेरेटिभ मोड हो भनेर तपाईँले बुझ्नुपर्ने हुन्छ। यानि कुनै सेन्टेन्सले चाहिँ तिमीलाई डाइरेक्ट अर्डर देखाइरहेको छ, डाइरेक्ट कमान्ड गरिरहेको छ, डाइरेक्ट रिक्वेस्ट गरिरहेको छ, डाइरेक्ट इन्स्ट्रक्सन गरिरहेको छ, डाइरेक्ट एडभाइस दिइरहेको छ, डाइरेक्ट सजेसन दिइरहेको छ भने त्यो के हो त, इम्पेरेटिभ मोडमा हो भनेर तिमीले बुझ्नुपर्ने हुन्छ। र अर्को लास्ट मोड के हो त भन्दाखेरि अर्को लास्ट मोड भनेको सब्जङ्क्टिभ मोड हो। यस्तो मोड भएको सेन्टेन्सले चाहिँ के गर्छ त, हाइपोथेटिकल सिनेरियोहरूलाई, इमेजिनरी अनरियलिस्टिक सिचुएसनलाई चाहिँ रिफर गर्ने काम गर्छ। अब इमेजिनरी अनरियलिस्टिक भनेको के हो त, काल्पनिक कुराहरू गर्ने सेन्टेन्स छ भने त्यसमा चाहिँ के हुन्छ त, सब्जङ्क्टिभ मोड हुन्छ भनेर तिमीले बुझ्नु पर्यो। यस्तो खालके मोडहरू विसहरू एक्सप्रेस गर्नको लागि, इन्डाइरेक्ट सजेसन, इन्डाइरेक्ट कमान्ड गर्नको लागि चाहिँ प्रयोग हुने गर्दछ। जस्तै हाइपोथेटिकल सिनारियोहरू, अनरियल कन्डिसनहरू देखाउने यो प्रयोग हुन्छ। एक्जाम्पलको लागि इफ आई वेयर अ मिलियनर आई वुड ट्राभल द वर्ल्ड भनेर यस्तो खालके सेन्टेन्स, यस्तो खालके हाइपोथेटिकल सिचुएसनहरू हुने छ भने चाहिँ त्यो चाहिँ के हो त, सब्जङ्क्टिभ मोडमा छ भनेर हामीले बुझ्नु पर्यो। जस्तै विसेसहरू देखाउन, हि विसेस हि ह्याड अ बेटर जब, यस्तो विसेसहरू देखाउने काम पनि केले गर्छ त, सब्जङ्क्टिभ मोडले गर्ने काम गर्छ। हो यी भएके त 3 टाइप अफ मोडहरू। सो एकचोटि फेरि म तपाईँहरूलाई चाहिँ रिभाइज गर्न चाहन्छु। मोड भनेको के हो त, मोड भनेको एउटा ग्रामरमा रहेको भर्बको फर्म हो र यसले चाहिँ स्पिकरको इन्टेन्सनलाई चाहिँ देखाउने काम गर्छ। स्पिकरले त्यो सेन्टेन्समा के भन्न खोजिरहेका छन् त उसको इन्टेन्सनलाई देखाउने काम गर्दछ। मोड 3 प्रकारको हुन्छ, इन्डिकेटिभ मोड, इम्पेरेटिभ मोड र सब्जङ्क्टिभ मोड भनेर हुन्छ। इन्डिकेटिभ मोडले चाहिँ जहिले पनि के गर्छ त, फ्याक्ट देखाउने काम गर्छ, क्वेसनहरू सोध्ने काम गर्छ, ओपिनियनहरू देखाउने काम गर्छ, इन्फर्मेसन दिने काम गर्छ। यदि कुनै सेन्टेन्सले यस्तो काम गर्छ भने त्यहाँ इन्डिकेटिभ मोड हुन्छ भन्ने हामीले बुझ्नु पर्यो। त्यस पछाडि इम्पेरेटिभ मोड भनेको त्यस्तो खालके मोड हो जसले चाहिँ डाइरेक्ट अर्डर दिन्छ। यहाँ तपाईँले झुकिनु भएन, यसले चाहिँ के गर्छ त, डाइरेक्ट अर्डर दिन्छ, डाइरेक्ट कमान्ड दिन्छ, डाइरेक्ट रिक्वेस्ट दिन्छ, डाइरेक्ट इन्स्ट्रक्सन दिन्छ, डाइरेक्ट एडभाइस दिन्छ, डाइरेक्ट सजेसन दिन्छ भने त्यस्तो खालके सेन्टेन्समा चाहिँ के हुन्छ त, इम्पेरेटिभ मोड हुन्छ भनेर हामीले बुझ्नु पर्यो। र अर्को भनेको सब्जङ्क्टिभ मोड हो, जसले चाहिँ अनरियलिस्टिक सिचुएसनलाई, हाइपोथेटिकल सिनारियोलाई, काल्पनिक कुराहरूलाई चाहिँ देखाउँछ, साथसाथै कसैको विसलाई देखाउँछ, कसैको इन्डाइरेक्ट सजेसन, इन्डाइरेक्ट कमान्डलाई देखाउँछ भने त्यस्तो खालकेलाई चाहिँ हामी के भन्छौँ त, सब्जङ्क्टिभ मोड भन्ने गर्छौँ, जसको एक्जाम्पल मैले अलरेडी तपाईँलाई दिइसकेँ। अब 2081 मा सोधेको क्वेसनको चाहिँ अब हामी यहाँ के गर्छौँ त, सोलुसन हेर्छौँ, कुन मोड हो त हामी आइडेन्टिफाइड गर्ने कोसिस गर्छौँ। 2081 को ग्रुप ए को क्वेसन नम्बर 1 मा चाहिँ हामीलाई चाहिँ यो क्वेसन सोधिएको छ, जहाँ हामीलाई क्वेसन के सोधिएको छ त भन्दाखेरि आइडेन्टिफाई द भर्ब मोड, त्यो इन्डिकेटिभ मोडमा छ कि इम्पेरेटिभ मोडमा छ कि सब्जङ्क्टिभ मोडमा छ, त्यो सेन्टेन्सहरू त्यो चाहिँ हामीले आइडेन्टिफाई गर्नुपर्छ भनेर चाहिँ भनेको छ।
क्वेसन नम्बर ए मा के भनेको छ त द कम्पनी इज एक्सपान्डिङ इन्टु द नर्थ इस्ट भनेको छ। अब यो सेन्टेन्स कुन मोडमा छ त हामीले चाहिँ त्यसलाई आइडेन्टिफाई गर्नु पर्यो। सो एउटा कुनै कम्पनी छ अरे, त्यो कम्पनीले चाहिँ अलरेडी नर्थ इस्टमा चाहिँ आफ्नो चाहिँ एक्सपान्ड गरिरहेको छ अरे आउटलेटहरू। सो उसले के गरिरहेको छ त अलरेडी त्यो कुरालाई गरिरहेको छ। यो के हो त एउटा फ्याक्ट हो। यसले चाहिँ त्यो कम्पनी चाहिँ नर्थ इस्टतिर एक्सपान्ड गरिरहेको फ्याक्टलाई देखाउने काम गरिरहेको छ। सो हामीले अघि मैले भनेको कुरालाई रिमाइन्ड गर्ने हो भने यदि कुनै सेन्टेन्सले फ्याक्ट देखाउँछ, कसैको ओपिनियनलाई देखाउँछ, केही कुराको इन्फर्मेसन दिन्छ भने त्यस्तोलाई हामी के भन्छौँ त इन्डिकेटिभ मोड भन्छौँ। सो यसको मोड के छ त इन्डिकेटिभ मोड छ भनेर तपाईँले यसको एन्सर लेख्नुपर्ने हुन्छ। अब हामी क्वेसन नम्बर बीमा जान्छौँ। त्यहाँ के छ त राइट दिस डाउन बिफोर यु फर्गेट इट भनेको छ। यहाँ चाहिँ कसैले कसैलाई कमान्ड दिइरहेको छ। के कमान्ड दिइरहेको छ त भन्दाखेरि राइट दिस डाउन बिफोर यु फर्गेट इट, तिमीले बिर्सिनुभन्दा अगाडि नै यसलाई लेखिहाल भनेर चाहिँ कमान्ड दिएको छ। सो हामीले नबिर्सिकन अगाडिको कुरालाई सम्झिने हो भने के भनेको थियो त भन्दाखेरि यदि कुनै सेन्टेन्सले हामीलाई डाइरेक्ट अर्डर दिन्छ, डाइरेक्ट कमान्ड दिन्छ, डाइरेक्ट रिक्वेस्ट गर्छ, डाइरेक्ट इन्स्ट्रक्सन दिन्छ, डाइरेक्ट एडभाइस दिन्छ, डाइरेक्ट सजेसन दिन्छ भने त्यसलाई हामी के भन्छौँ त इम्पेरेटिभ मोड भन्छौँ। सो यहाँ चाहिँ के गरेको छ त कसैले कसैलाई डाइरेक्ट कमान्ड दिइरहेको छ, बिर्सिनुभन्दा अगाडि लेखिहाल भनेको छ। सो यो चाहिँ के भयो त इम्पेरेटिभ मोडमा भयो। त्यसै गरी क्वेसन नम्बर सीमा के छ त आर यु गोइङ टु द ओपनिङ सेसन भनेको छ। सो यसले के गरिरहेको छ त क्वेसन देखाउने काम गरिरहेको छ। सो यो तपाईँले नबिर्सिने हो मैले भनेको अगाडिको कुरा हो भने यो कुन मुड हो त तपाईँले अलरेडी थाहा पाइसक्नुपर्ने कुरा हो। सो कुन मुड हो त कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। त्यसै गरी क्वेसन नम्बर डीमा हामीलाई के छ त भन्दाखेरि इफ सी वेयर माई टिचर आई वुड फलो हर एडभाइस भनेको छ। यहाँ सेन्टेन्सले चाहिँ के देखाउँछ त भन्दाखेरि ऊ चाहिँ उसको टिचर हुँदिन थिए, ऊ चाहिँ उसको टिचर होइन अरे। उसले चाहिँ के गर्यो त एउटा हाइपोथेटिकल सिनारियो, एउटा काल्पनिक के गर्यो त, एउटा कल्पना के गर्यो त भन्दाखेरि यदि ऊ चाहिँ मेरो टिचर भएको भए म उसले भनेको एडभाइसलाई चाहिँ फलो गर्थेँ भनौँ। सो उसले के गर्यो त एउटा इमेजिनरी, एउटा काल्पनिक, एउटा अनरियलिस्टिक सिनारियोलाई चाहिँ बिल्ड गर्यो। सो यदि कुनै सेन्टेन्सले चाहिँ यस्तै खालको हाइपोथेटिकल सिनारियोहरू, इमेजिनरीहरू, अनरियलिस्टिक सिचुएसनहरूलाई चाहिँ देखाउँछ भने त्यो चाहिँ के हुन्छ त सब्जङ्क्टिभ मोडमा हुन्छ भनेर मैले भनेको थिएँ। सो यो के हो त सब्जङ्क्टिभ मोड भयो। त्यसै गरी क्वेसन नम्बर ईमा के छ त भन्दाखेरि आई विश इट वुड स्टप रेनिङ भनेको छ। मैले सब्जङ्क्टिभ मोड पढाउँदा के भनेको थिएँ त हाइपोथेटिकल सिनारियो, इमेजिनरी सिनारियो, अनरियलिस्टिक यस्तो काल्पनिक सिनारियो साथसाथै कसैको विश, कसैको इन्डाइरेक्ट सजेसन, कसैको इन्डाइरेक्ट कमान्ड देखाउँछ भने त्यो के हुन्छ त सब्जङ्क्टिभ मोडमा हुन्छ। सो यहाँ चाहिँ के छ त आई विश भनेर छ। सो कसैको यो विश हो। सो यो चाहिँ के छ त सब्जङ्क्टिभ मोडमा छ भनेर तपाईँले बुझ्नु पर्यो। हो यसरी सजिलैसँग तपाईँले यो तीनटा मोडलाई चाहिँ आइडेन्टिफाई गर्न सक्नुहुन्छ। सो तपाईँलाई भिडियो मन पर्यो भने भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला। ग्रामर, इङ्ग्लिस साथसाथै इकोनोमिक्स, प्रिन्सिपल अफ म्यानेजमेन्ट जस्ता विभिन्न अरू थ्योरिटिकल सब्जेक्टहरूको पनि म यस्तै भिडियोहरू लिएर आउने नै छु। र यदि तपाईँ मसँग मलाई मेरो इन्स्टामा जोइन गर्न चाहनुहुन्छ भने मैले त्यहाँ मेरो इन्स्टाको लिङ्क राखिदिएको हुन्छु, मलाई इन्स्टामा फलो पनि गर्न सक्नुहुन्छ।